हेलो सबैजनालाई मेरो सेकेन्ड भिडियोमा तपाईहरुलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सब्स्क्राइब शेयर गर्नु नबिर्सिदिनु होला। हामी चाहिँ सरले आज घुमाउनु डिनर पनि गराउँछु सामान पनि किन्नु छ भनेर भन्नुभयो अनि हामी गएको थियो। अनि जाँदा चाहिँ अब ढिलो भइरहेको थियो, ठिक्कै पुग्नु आँटेको थियो नि त। ठिक्कै पुगेपछि चाहिँ त्यहाँदेखिको रोड पार रहेछ नि त दुकान चाहिँ। अनि अब रोड पार हुनुपर्ने, अनि सर पनि अगाडि गइरहेको थियो अनि हामी पनि पछाडि गइरहेको थियो हैन। अनि माथिबाट पनि दोकान रहेछ, मैले सोचे माथि होला भन्दा मुनि रहेछ नि त। अनि ग्राउन्ड फ्लोरमा रहेछ, अनि जाँदै थियो हैन, सानो रहेछ दोकान त भनेर सोचिरहेको थियो। अनि हामीले पनि हाम्रो पनि भिडियो गरिदेऊ न त भनेर भने, अनि हाम्रो पनि भिडियो गर्दै थियो। हामी दुईजनै गइरहेको थियो नि त। अनि भित्र जानुपर्छ भनेर सामानहरू हेर्नु पर्यो, कत्रो ठुलो रहेछ नि त भित्र चाहिँ। भित्र चाहिँ यति धेरै सामानहरू रहेछ, ब्रान्डेड सामानहरू रहेछ, सलुनको सामानहरू चाहिँ पुरै रहेछ नि त। अब के लाने सबै थोक रहेछ सलुनको सामानहरू। अनि त्यो सामानहरू पनि किन्यो, जे चाहिनु थियो हामीले किन्यो। अनि अब हामी पनि त केही न केही किन्नुपर्छ नि त भनेर चाहिँ, अन्त हामीले पनि केही न केही सामान किन्छु भनेर म र बहिनी चाहिँ हेर्दै थियो सामान। अन्त हामीले पनि एउटा सिरम किन्यो, अनि क्रिम पनि किन्यो, अनि क्लिपहरू पनि किन्यो हैन। अनि सरले भन्दै थिए सबै कुरो किनिसके, लु त बिल सिल गर्छु अब म ढिलो हुन्छ भनेर भन्नुभयो हैन। त्यहाँदेखि सरले ठिक्कै बिल सिल गरेर बाहिर निक्लिदियो। बाहिर निक्लिँदा चाहिँ सरले भने ढिलो हुन्छ, छिटो हिँड, भाडाको दोकानमा पनि किन्नुपर्छ अरे, भाडाहरू पनि किन्नुपर्छ अरे। त्यहाँदेखि भाडाहरू पनि किन्यो हैन, तर तपाईँलाई भिडियो देखाउनु पाएन, त्यसको लागि चाहिँ सरी हैन। अन्त सरले चाहिँ भने यो डिकीमा राख अब यो सामानहरू चाहिँ भनेर भने यसलाई। त्यहाँदेखि ठिक्कै डिकीमा राखेर चाहिँ जाउँ रेस्टुरेन्टमा खाना खानु, यति धेरै भिड रहेछ नि त। उसले चाहिँ पारा भन्ने नि त भन्यो नि त नि। अनि भित्र जाँदाखेरि चाहिँ हेर्दाखेरि त्यति धेरै वेटिङमा बसिरहेको रहेछ नि त, गाडी देखेर भिड छ भने चाहिँ सरले केही पनि हुँदैन भिड सिरे हिँड, आइज खाली होला निक्लिँदैछ त मान्छेहरू भने। ठिक्कै भित्र गएको थियो। अनि भित्र कत्रो ठुलो रहेछ नि त, देखाउन त सबैजनालाई भनेर अनि तपाईँहरूको लागि पनि देखाइदिएको। देखाउनु यता पनि रहेछ, उतापट्टि पार्ट पनि थियो, त्यो चाहिँ तपाईँलाई देखाउनु पाएन नि त। अनि अर्डर लिइरहेको रहेछ क्याप्टेनले हैन। अन्त हामीलाई पनि सरले के खाने भनेर भन्यो। अन्त हामी त के खानु अब भन्नु पनि त शरम लाग्छ नि, अब यो खान्छु भन्नुको लागि हैन। अनि सरले भन्छ भन भने सरलाई पनि देखाइदियो हैन। उसले चाहिँ मेनु कार्ड हेर्दै थियो नि त, अब के मगाउनु पर्छ भनेर नि त। अन्त ठिक्कै अब मगाउनु त पर्यो नि, अब के खानु भनेर ठिक्कै आयो क्याप्टेनलाई मगाइदियो नि त। उनीहरू चाहिँ भेजिटेबल हो नि त, बहिनी र सर चाहिँ भेजिटेबल अरे, अन्त हामी चाहिँ नन भेज खानुपर्छ भनेर भन्यो। अनि बिरयानीहरू मगाउन त खा, बिरयानी मिठो हुन्छ यहाँको अरे क्या सरले। अन्त हामीले पनि ल त अनि बिरयानी त्यही प्लेट राखिदियो। अन्त फर्स्ट चाहिँ सरको त्यो मसरुम आएको थियो, सबैलाई बाँडेर खा मिठै छ टेस्ट गर अरे, अन्त गरिदियो। उनीहरूको भेजिटेबल खाना चाहिँ बहिनी र सरको चाहिँ आयो, हाम्रो चाहिँ खै चिकन ललिपप मात्रै आएको थियो नि त चिकनको आइटममा चाहिँ। अन्त बिरयानी पनि आयो, अन्त बिरयानी पनि खायो हैन। खाँदा सरले भन्नुभयो ए अझै खा, तिमीहरूलाई के खानु मन लाग्छ अझै खा अरे। त्यसो त फेरि चिकन 65 मगायो, प्रम्स पनि मगायो हैन। त खाइहरिकन चाहिँ बाहिर निक्लिनुपर्छ। अब बाहिर सरले भने बाहिर बस्दै गर, म चाहिँ यहाँनिर बिल गरेर आउँछु अरे। अन्त हामी चाहिँ अन्त बिल गर्नु, अन्त यिनीहरूलाई पनि देखाइदिन्छु नि त, अलिअलि यताको मान्छेहरूलाई पनि भनेर देखाइदिएको तपाईँहरूलाई। अनि हामी पनि बाहिर निक्लिँदै थियो नि त। अन्त फोटो खिच्नुपर्छ अब भनेर भन्दै थियो। अन्त हामीले चाहिँ फोटो ठिक्कै खिच्यो। फोटो खिचेर चाहिँ अन्त भाइ र म चाहिँ बोर सर सबैजना चाहिँ बाहिर निक्लिकन चाहिँ आइसक्रिम दोकानमा गयो। सरले पनि आइसक्रिम खा, कतिवटा खाने तिमीहरू अरे। अन्त हामीले पनि खानुपर्छ अब मिठो लाग्छ आइसक्रिम त भनेर दुधुरा चोइस गरेँ नि त। सबैले दुधुरा चोइस गरेको, मैले मात्रै होइन सबैले होइन। त्यहीँको फोटोहरू खिच्नुपर्छ, भिडियो बनाउनुपर्छ, सबैले फोटो खिच्यो, भिडियो पनि बनाउँदै थियो नि त। अन्त अब यतापट्टि बसेर चाहिँ खानुपर्छ भनेर भन्दै थियो। अन्त सरले चाहिँ भने छिटो खा, ढिलो हुन्छ, आज रात परिसक्यो भनेर भन्यो। अन्त ल त भने सरले पनि त गाडीमा खा अब अरे, गाडीमा खाएँ नि त नि। अन्त खाँदै जाँदै थियो, सबैजनाले दुधवटा बोकेको थिएँ, मेरो पनि दुईवटा चाहिँ मैले यहाँ राखेको थिएँ, भोलि खान्छु भनेर। अन्त उनीहरूले पनि मेरो पनि छ है दुधवटा हेर्नु भन्दै थियो नि त भाइले चाहिँ। अन्त दिदी मेरो पनि दुईटै छ है, तर मैले चाहिँ देखाउँदिनँ एउटा मात्र, तर म खान्छु एक गुवाममा हेर्दा खाइँदैन नि। अनि खाइसकेर जाँदै थियो। अन्त बाई गाइस, अब चाहिँ रुममा पुग्नु आँट्यो, जाँदै थियो नि त। तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गरेर नबिर्सिदिनु होला। बाई गाइस।